हामी चाहिँ बाह्रको भ्यू टावर आइपुगेका छौँ। टावर चाहिँ कत्रो भयो टावर हेर्नुहोस् त घातीहरू भिड होइन एउटा होइन सर आखिर हिँड्छ क्या सर यार सर कस्तो लागिरहेछ बाह्रक दामी एकदम रमाइलो फिल भइरहेछ हेर्नुहोस् यता भरपाक गाउँ है त हेर्नुहोस् त परसम्म देखिएको छ कति तल हो यो 5 तला 5 तल बढिसक्यो है गयो त उग्लै छ यार के छ तपाईँहरू आउनु भएको छ कि छैन भिडियोलाई लाइक कमेन्ट गरेर चाहिँ नबिर्सिनु होला भएको बाइक त्यहाँ छल छ बाइक चाहिँ अलिकति हिट भएर उकालोले गर्दा के भनिदिनुहोस् न 2 शब्द हजुरको बारबुक एकदम रमाइलो फिल लागिरहेछ कतिको जाडो लागेको छ कि छैन कि मौसम चाहिँ गुड छ त्यस्तो बेसी जाडो नि होइन हिजो अस्ति 1-2 दिन अगाडि आउनु भएको चाहिँ यहीँ ठ्याक्कै हिउँ देख्न पाइन्थ्यो होला कि हिउँ परेको थियो यही माथि पुरै आज चाहिँ माथि पग्लिसक्यो नि त दामी छ यार बबाल आउनै पर्ने ठाउँ है आउनु भएन भने एकचोटि चाहिँ आउनै पर्छ 1 हप्ताको टुर रह्यो हामी 1 हप्ता यहीँ बस्छौँ बल्ल अनि दामी छ घर फर्किँदैछ दामी छ गाउँ हेर्नु गाउँमा त्यो चाहिँ अब यहाँ खानै खान्छौँ खाना हामी यति खाएर तपाईँ डाँडा हुँदै यहाँबाट ट्याक्क हामी नयाँ बस्ती लारबाग घुम्दा हेर्नुहोस् त्यो बाटो हुँदै हामी हामी पुग्छौँ नयाँ बस्ती लारबाग हुँदै कहाँ पुग्छौँ घुम्दा पुग्छौँ होइन